प्रभु यीशुको नाममा अभिवादन। जय मसीह। मलाई आशा छ हजुर सबैजना सन्चै हुनुहुन्छ र सबैजना खुसी हुनुहुन्छ। हामी खुसी हुनुपर्ने कारण हामीलाई थाहा छ। हामी किन खुसी हुन्छौँ, हामी किन खुसी छौँ। हामी यो कारणले खुसी छौँ कि हाम्रो निम्ति परमेश्वरले के गर्नुभएको छ, उद्धारको उपहार पठाउनु भएको छ। तपाईँ मेरो उद्धारको उपहार चाहिँ को हुनुहुन्छ? प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। आमेन। ल हामी एकछिन वचनतिर आफ्नो ध्यान हामी केन्द्रित गर्नेछौँ। राजाको वचनले हामीलाई के भन्दछ त्यो कुरालाई हामी मनन गर्नेछौँ र मलाई आशा छ, म विश्वास गर्दछु कि आज पनि यो वचनको खण्डबाट हामी सबैजनाले केही न केही महत्त्वपूर्ण कुराहरू हामीले सिक्नेछौँ, बुझ्नेछौँ र हामी त्यसलाई व्यवहारमा कार्यान्वयन गर्न हामी हरदम प्रयास गर्नेछौँ। हाम्रो प्रयास र हाम्रो कोसिस हामी प्रभुमा जारी राख्यौँ भने हामी अवश्य पनि एक दिन के गर्नेछौँ, हामी सफलतामा पाइला टेक्नेछौँ। र हामीले सफलतामा पाइला टेक्नु भनेको चाहिँ परमेश्वरको वचनले हामीलाई सिकाएका कुराहरू, बताएका कुराहरूलाई जब हामी व्यवहारमा कार्यान्वयन गर्छौँ त्यतिखेर हामीले सफलताको शिखरमा पाइला टेकिरहेका हुन्छौँ। र आज यहाँको बिचमा मैले नयाँ खण्ड ल्याएन, नयाँ शीर्षक ल्याएन, मैले पुरानै खण्ड शीर्षक ल्याउन चाहेँ। र यहाँहरू जतिजनासँग बाइबल पवित्र धर्मशास्त्र तपाईँहरूसँग छ अनि हजुरहरूले आफ्नो बाइबल धर्मशास्त्रलाई खोल्न सक्नुहुन्छ म सँगसँगै। र हामी पुरानो नियमको यशाया भन्ने अगमवक्ताको पुस्तक 53 अध्यायलाई हामी खोल्नेछौँ आज यतिखेर। अनि अगमवक्ता यशायाले यो आफ्नो पुस्तक 53 अध्यायमा अथवा यो खण्डबाट, यो अध्यायबाट चाहिँ हिजो आज भोलि तिनै समय र तिनै कालका मण्डलीहरूलाई, मानिसहरूलाई अनि विश्वासीहरूलाई के भन्न चाहनुहुन्छ अथवा के भन्दै हुनुहुन्छ त्यो कुरालाई हामी विशेष गरेर नजिकबाट निहाल्नेछौँ। हामीलाई थाहा छ आज यो नयाँ पुस्ताको मण्डलीहरूमा भएका विश्वासीहरूले अनि पास्टर अगुवाहरूले चाहिँ के काम गर्दछ त? सुसमाचार प्रचार गर्ने काम गर्छ। अनि त्यो सुसमाचार प्रचार चाहिँ हामीले विभिन्न ठाउँमा, विभिन्न समयमा र विभिन्न व्यक्तिहरूलाई हामीले सुसमाचार सुनाउने गर्दछौँ। अहिले म तपाईँको अगाडि जसरी उभिएर बोलिरहेको छु, यो पनि एउटा सुसमाचार सुनाउनको लागि म यहाँ खडा भएको छु। अनि कतिपटक हामी विश्वासीहरूलाई अथवा मण्डलीहरूलाई अनि प्रभुको जनहरूलाई हामी सुसमाचार सुनाउँछौँ भने कति समयहरूमा प्रभुलाई नचिन्ने मानिसहरूलाई पनि हामी के गर्दछौँ त? हामी सुसमाचार सुनाउँदछौँ। अनि सुसमाचार भनेको चाहिँ असल समाचार हो। अनि यो असल समाचारभित्र चाहिँ एउटा महत्त्वपूर्ण रहस्य लुकेको हुन्छ। अनि त्यो सुसमाचारभित्र लुकेको महत्त्वपूर्ण रहस्य चाहिँ यो हो कि छुटकारा प्रभु यीशु ख्रीष्टमा छ, मुक्ति प्रभु यीशु ख्रीष्टमा छ, अनन्त जीवन प्रभु यीशु ख्रीष्टमा छ र सबै मानिसको पाप क्षमा चाहिँ कहाँ छ? ख्रीष्ट यीशुको त्यो क्रुसको बलिदानमा छ भन्ने कुरा चाहिँ सुसमाचार भित्र लुकेको महत्त्वपूर्ण रहस्य हो। र आज तपाईँ र मैले पनि त्यही महत्त्वपूर्ण रहस्यहरू बुझेको कारणले गर्दा यो ठाउँमा छौँ। र आज हामी फेरि पनि परमेश्वरको सन्देश, परमेश्वरको सुसमाचार सुन्नको लागि हामी यहाँ भेला भएको हो। अनि
प्रकाशको पुस्तकमा हेऱ्यो भनेदेखि